हेलो एभ्रिवान, आज मैले पकाउँदै छु मासु। प्याज, टमाटर, लसुन, टिमुर, अदुवा सबै राखेर फ्राई गरेँ। त्यसपछि मिक्सरमा पिसेँ अनि मसला रेडी भयो। अनि त्यसपछि मैले यो चुलो चाहिँ ग्यासको विकल्पको रूपमा एकदमै उपयुक्त हुन्छ है, मलाई चाहिँ बेस्ट लाग्यो। यो हो इन्फ्रारेड। अनि यसमा मैले कराई बसालेँ। अब मैले पकाउँछु मासु। तेल राखेँ अनि जिरा फ्राई गरेँ। अब मासु फ्राई गर्दैछु। त्यसपछि भुट्दैछु मलाई चाहिँ अलि धेरै रातो भएको मनपर्छ, कस्तो भयो भनेर हेर्दैछु। त्यसपछि मैले फेरि हेर्नुहोस्, मलाई चाहिँ यत्तिको रातो मनपर्छ है त मासु चाहिँ। अनि त्यो मासु मैले निकालेँ। त्यसपछि प्याज फ्राई गर्दैछु फेरि। अनि मेरो लागि साथी छिन् मेरो छोरो मामु, यो लाउनुस् यो भन्दै छिन्। बाबुलाई हेर्दै मैले पकाउँदैछु। अनि त्यसपछि त्यो अघि पिसेको मसला मैले यसमा फेरि फ्राई गर्दैछु, किनभने मजाले पाकेपछि यसको सेन्ट आउँदैन। सानो आगोमा हेर्नुहोस् मजाले पाकेको छ, सेन्ट मिठो हुन्छ के यस्तो मासुको चाहिँ। तर मैले साउनमा चाहिँ मासु नखाने भएर छोराको लागि र बाबाको लागि पकाइदिँदैछु। मैले मासु खाँदिनँ, त्यही पनि पकाउनु पर्यो। अनि हेर्नुहोस्, अब त्यत्तिकै त त्यो दह्रो हुन्छ, हल्का पानी राखेर थोरै। त्यसपछि मैले छोपिदिएँ एकछिन मसला, जिरा राखेको त मसला पिसेको त राख्नै बिर्सेछु। रेडी भयो मासु। हेर्नुहोस् कस्तो छ मिठो।